हेलो एन्ड नमस्ते साथीहरु, तपाईलाई स्वागत छ फेरि पनि मेरो ब्लग भिडियोमा। आज पनि तपाईहरुको लागि म थोरै क्यारिकेचर गराएर सुनाउन गइरहेको छु। प्लिज भिडियोलाई अन्तिम समय हेरेर साथ दिनु होला र तपाईलाई यदि मेरो क्यारिकेचर राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सिनु होला है त। म पहिलो सुरुमा म शेरबहादुर देउबाको चाहिँ म क्यारिकेचर गर्न गइरहेको छु। हेर्नुस् है त। अब तपाईहरुले के भन्नु? अब म यहाँ काम गरिरहेको छु, कोही पनि छैन। अब यो हल्का बालमा के भइरहेछ भने पनि म थाहा छैन। अहिले म चाहिँ यो साउदीको यो बुढाका भन्ने ठाउँमा छ। अब यसो सम्झिँदाखेरि अलिक गाह्रो भयो। कस्तो लाग्यो साथीहरु? अब अर्को चाहिँ अब केपी ओलीको निकाल्ने कोसिस गर्छु है त। मैले खासमा बडो बोल्दा मलाई साह्रै डर लागेर चाहिँ म ड्याम ल्याएर छु। अहिले म ड्युटीमा छु। अहिले कोही पनि छैन, सबै छुट्टी गएर बसिरहेको छ। छुट्टी बसिरहेको छ, म ड्यामले ल्याएर छु। अहिले म चाहिँ एक्लै छु यहाँ काम गर्ने ठाउँमा। होइन, खासमा भन्नुपर्दा मलाई साह्रै विरक्त लागिरहेको छ, म ड्यामले ल्याएर छु। के कहे साथीहरू? अब नेपालमा रेल ल्याउने भन्ने, पानी ल्याउने भन्ने मै हो, अरू कोही होइन भनेर भन्नु मिलेन। कस्तो लाग्यो यो पनि? अनि अर्को चाहिँ मुस्कान पासाको मुस्कान पासाको किती हाँस्नु पड्या वा, हाँसेर मर्ने भयो पड्या म त। यो फटौरी पनि कति फटर फटर गर्छ पड्या वा। अन्त यो हो मुस्कान पासाको। अनि अर्को खड्काजीको है, यस्तो गरेर बोल्छ नि त। गै चाटारिन्छ टराउने देख्दा मन बटारिन्छ टोइ टोइ टोइ। कस्तो लाग्यो साथीहरू तपाईँलाई मेरो क्यारिकेचर? अब खासमा भन्नुपर्दा त है साथीहरू, अब हाम्रो गाउँतिर त है कुकुरले सुत्दा पनि क्यारिकेचर गर्छ, मान्छेको त कुरै छोड्दैन हो गाठे, होइन त? अब कसको क्यारिकेचर सुनाउनु पर्यो त, होइन? राजेश हमालको सुनाइदिउँ कि क्या हो? अब म हो राजेश हमाल। अब यस्तै छ जिन्दगानी, के गर्नु साथीहरू भनेर भन्नै मिलेन होइन? अलि मिल्दैन क्या हो? कुन चाहिँको गरौँ त अब क्यारिकेचर? कुन चाहिँको गरौँ? लगभग हरिबहादुर कि मदनबहादुर? हरिबहादुर हो क्या? मलाई साह्रै यसो कसो होला, मलाई साह्रै डर लागेर यो साथीमा त कस्तो चर्को घाम लाग्दो रहेछ नि। बस्ने त बाबु छोरा, तँलाई साह्रै मेरो याद आएछ होला है। मलाई पनि साह्रै तिम्रो याद आइरहेछ। मिलेन क्या? साथीहरू तपाईँहरूलाई के कस्तो लाग्यो है भन्नुहोस् है, कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। म चाहिँ अहिले यहाँ पुरै काम गर्ने ठाउँमा आएको थिएँ कि अब यो 2 दिन छुट्टी मात्रै छ होइन, अरूको 2 3 दिन 4 दिन 5 दिन छुट्टी छ। मेरो चाहिँ अब 1 दिन मात्रै छुट्टी भएको कारणले चाहिँ म यहाँ अब चराहरूलाई पानी हाल्नु खाना हाल्नु आएको थियो। खाना सबै हालिसक्यो। अब म चाहिँ रुमतिर जानु लाग्यो। सबैजनालाई के कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो भने चाहिँ लाइक गर्नु चाहिँ नबिर्सनु होला है त। आजको लागि भने भिडियो यति नै। सबैजनालाई बाइ बाइ, टाटा।